हेलो एभ्रिवान, सबैजना जय मसी। आज चाहिँ हामी धरानमा रहेको रेलवे खाजा घरमा आज श्रीमान श्रीमती अनि नानी हामी तीनजना चाहिँ टक्कसँग लाएर चाहिँ हामी धरानतर्फ लाग्यौँ। आजको मौसम एकदमै धेरै रमाइलो घमाइलो थियो अनि मौसम हेर्दा पनि आनन्द आउने खालके। म त भित्रै कोठामा बसिरहेको थिएँ, अन्धकार भइरहेको थियो। म त पानी पो पर्न आँट्यो भनेर सोचिरहेको थिएँ नि त, किनभने हाम्रो कोठामा चाहिँ त्यति धेरै घाम आउँदैन। तर बाहिर निस्केर हेर्दा त ओहो, मौसम त यस्तो धेरै सुहाना भएको रहेछ। अनि यो तररामा आएपछि मलाई यो भ्यू धेरै मनपर्छ। लामो तरिकाले देखेको पहाड कति धेरै राम्रो देख्थ्यो। अझ बादलहरू तल तलतिर झरेर चाहिँ आजको दिन एकदमै धेरै रमाइलो घमाइलो भइरहेको थियो। जाँदाखेरि चाहिँ तपाईँहरूलाई मैले देखाइरहेको छु रुख होइन। धरान जाँदाखेरि चाहिँ अलिकति टेन्सन हुने कुरा यही नै हो। धरानमा यत्रो ठुल्ठुलो रुख जुन चाहिँ रोडकै छेउमा छ, यो भाँच्यो भने जस्तो लाग्छ क्या मलाई चाहिँ। सुकेका हाँगाहरू पनि हुन्छ, त्यही भएर मलाई चाहिँ साह्रै डर लाग्छ क्या। त्यसपछि हामी आइपुग्यौँ श्रीजङ्गा चोक, जसलाई तिनकुने पनि भनिन्छ। यो चाहिँ धरानको प्रवेशद्वार भनेर भन्दा सही नै होला जस्तो लाग्छ मलाई होइन। त्यसपछि हामी चाहिँ भोटे पुलबाट चाहिँ अलिकति मोड लिएर चाहिँ सिधै हामी घोपा क्याम्पतर्फ लाग्यौँ। त्यही बाटोबाट भएर चाहिँ हामी रेलवे पुग्ने हो। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ पवित्र चर्च। यो चर्चमा चाहिँ म एकचोटि भिजिट गरिसकेको छु एउटा सम्मेलन हुँदाखेरि। त्यसपछि यहाँनिर रहेको छ अर्को पनि एउटा चर्च, साइडमा रहेको यो चाहिँ एलोहिम चर्च हो, जुन चाहिँ मेरो माइजू सासूको चाहिँ चर्च रहेको छ, माइती चर्च है। अहिले चाहिँ हामी मधेसमा चर्चमा सेवाकायहरू गर्छौँ, सङ्गतिहरू गर्छौँ। यो चाहिँ उहाँको माइती चर्च। अरू थुप्रै चर्चहरू छ धरानमा, तर बाटोबाट देखिने दुईवटा चर्च चाहिँ यही नै हो। त्यसपछि चाहिँ हामी रेलवे आइपुग्यौँ। रेलवे आइपुगेर मात्र के गर्नु साथी हो, हामीले जुन भ्लग हेरेर आएको थियौँ रेलवे खाजा घरको, खोज्दा बल्ल भेट्यौँ रेलवे खाजा घर। एकदमै धेरै स्वादिष्ट खानेकुराहरू पाउँदो रहेछ है। यहाँनिर चाहिँ तपाईँहरू वरिपरिबाट हुनुहुन्छ, धरानमै रहनुहुने अनि विराटनगर अथवा इटहरी अथवा नजिकैको अरू क्षेत्रहरूबाट आउन सक्नुहुन्छ भने चाहिँ यो ठाउँ एकदमै भिजिट गर्नुहोला। एकदमै धेरै राम्रो सुन्दर ठाउँ रहेको छ। अनि हामीले चाहिँ एक दुईवटा स्न्याप पनि खिचिदिइहालेको नि। त्यसपछि चाहिँ हाम्रो खानेकुरा आयो। अनि सुरुमा चाहिँ हामीले चप थुक्पा मगाएको थियौँ। मस्तले हामी चाहिँ इन्जोय गर्दै खायौँ है। अनि मोमो पनि एकदमै धेरै मिठो थियो। अनि फ्राई मोमो चाहिँ नानीले खायो, स्टिम मोमो चाहिँ मैले खाएँ। सो हामी घर फर्किनलाई रेडी भयो। सो अवश्य पनि भिजिट गर्नु होला यो ठाउँ। अनि मेरो नानी चाहिँ घर जाने भन्दै थियो, तर हामी गएनौँ। थ्याङ्क यू फर वाचिङ।